हेलो एभ्रिवान, मेरो नाम सलिना महर्जन हो अनि यो मेरो सर्जरी अगाडिको फोटो हो। अब यो के हो त? यो क्लेफ्ट लिप अर क्लेफ्ट प्यालेट भनिन्छ यसलाई, जसमा चाहिँ तपाईँको माथिको ओठ फाटेको हुनु र माथिको तालो फाटेको हुनु यो चाहिँ बाइ बर्थ नै हुने गर्छ। सो मेरो फर्स्ट अपरेसन अराउन्ड 6-7 मन्थ्समा भएको थियो एन्ड यसले मेरो लाइफमा त्यस्तो ठुलो केही पनि नेगेटिभ इम्प्याक्ट पारेको छैन, बट देयर आर स्टिल सम प्रब्लम्स लाइक मेरो लोवर ज र लिप्स माथिको भन्दा अलाइन छैन र यो अलिकति अगाडि आएको छ। मेरो माथिको दाँतहरू कुनै पनि अलाइन छैन। Here is my सर्जरीको दाग एन्ड मेरो यो माथि तालो प्यालेटमा चाहिँ एउटा सानो होल छ, जसले गरेर कहिलेकाहीँ खाना पानी त्यो लिक्विड मिक्स हुँदा चाहिँ यहाँ नाकबाट निस्किने पनि हुन्छ। अनि यदि टाइममा अपरेसन भएको छैन र प्रपर केयर पाएको छैन भने चाहिँ धेरै मान्छेहरूकोमा स्पष्ट नसुनिने अर क्लियर बोल्न नसकिने प्रब्लमहरू पनि आएको छ र आउन सक्छ। सो वाइ एम आई टेलिङ यु अल दिस? बिकज अबको फ्यु भिडियोजहरूमा म तपाईँहरूलाई क्लेफ्ट लिप के हो, कसरी हुन्छ अर के कस्ता सिचुएसन आउन सक्छन् भन्दै मैले आफूले भोगेका केही सिचुएसनहरू तपाईँहरूलाई सेयर गर्न खोज्दैछु। सो स्टे ट्युन।